Hello guys, welcome to my video YouTube channel. र भिडियो हेर्नु छ भने सब्सक्राइब गर्नु होला। र आज फेरि म आएको छु कम्प्यारिजन लिएर है हाम्रो वर्ल्ड कप टिमको अन्तर्गत जो इङ्ल्यान्ड र नेपालको कम्प्यारिजन सिमिलरिटीहरू चाहिँ आज फेसमा वेस्ट इन्डिज र नेपाल कम्प्यारिजन गर्दैछु। भनेको चाहिँ कस्तो भने सिमसँग जस्तो लेयरिङ मात्र हो, त्यसको डिप एनालाइसिस गर्न बाँकी छ, त्यो चाहिँ अरू भिडियोमा आउँछ। तत्काल चाहिँ अहिले म वेस्ट इन्डिजको नेपालको अप्पर लेयरको मात्र कम्पेरिजन गर्दैछु। जब कि वेस्ट इन्डिज र सबैलाई थाहा छ वेस्ट इन्डिज भनेको चाहिँ एउटा मस्ट स्टोरीको टिम हो, डोमिनेसन वर्ल्ड क्रिकेट कहिले भन्दा 1970sदेखि 90sसम्म एन्ड दे वान 2 आइसिसी वर्ल्ड कप 1975 र अर्को पार्टमा हामी नेपालसँग कम्पेरिजन वेस्ट इन्डिज गर्दाखेरि के भने नेपाल भनेकै इमर्जिङ नेसन हो र उसले आइसिसी गेम स्ट्याटस कहिले गर्दा 2018मा भारत सरकार क्याप्टेन्सी होला सायद स्पेसली T20 क्रिकेट T20 क्रिकेटमा चाहिँ म्याक्सिमम् गोइङ कम्पिट भइरहेको छ र अर्को पार्टमा हामीले गर्दा नि आइसिसी स्ट्याटसको केस हो भने वेस्ट इन्डिज चाहिँ फुल मेम्बर हो। वेस्ट इन्डिज फुल मेम्बर भन्नाले उसको आइसिसीले टेस्ट मान्यता पनि छ, ओडिआईसम्म पनि छ, T20 पनि छ। जबकि नेपाल जस्ट एसोसिएसन नेसन हो र नेपालसँग चाहिँ ओडिआई र T20 स्ट्याटस छ र टेस्ट नेसन अहिलेसम्म भएको छैन। हिजो पनि भिडियो मैले कुरा गरेको छु। अर्को पार्टको कुरा गर्छौँ भने स्ट्रेन्थ प्लेइङ स्ट्रेन्थ कसो छ वेस्ट इन्डिजको हिसाबले प्लेइङ स्ट्रेन्थ कसो छ वेस्ट इन्डिज फर्स्ट अफ अल के छ भने पावरफुल ब्याटिङ र फास्ट बलरले कम्बिनेसन भएको टिम एउटा भयो र स्ट्रङ T20 लिगहरूमा पार्टिसिपेट हुन्छ, आइपिएल, सिपिएल प्लस अब आइएस T20, साउथ अफ्रिका 20, बङ्गलादेश प्रिमियर लिग, विभिन्न लिगहरूमा चाहिँ वेस्ट इन्डिज प्लेयर म्याक्सिमम् आबद्ध हुन्छ होइन र एक्सपिरियन्स पनि इन्टरनेसनल प्लेयरको एक्सपिरियन्स म्याक्सिमम् छ किनकि उनीहरूको एक्सपोजर दिएको भएर। त्यही प्लेइङ स्ट्रेन्थको सिनेरियोमा कुरा गर्ने हो भने नेपालको प्लेयरमा चाहिँ कस्तो छ भने चाहिँ डिसिप्लिन गर्ने र प्यासनेट यङ प्लेयर भनेको उनीहरूसँग इन्स्पायर धेरै जसो मोटिभेसनल र खेल्ने जागरुक भएको एनर्जी भएको हुन्छ र एक्सपोजरको केस चाहिँ लिमिटेसन छ इन्टरनेसनल एक्सपोजर। किन नेपालको एक्सपोजर पाएको भनेको एउटा मात्र हो, इन्टरनेसनल एक्सपोजर पाएको सन्देहमान छ। यही उसले चाहिँ हरेक इन्टरनेसनल लिग खेलिसकेको छ र ऱ्यापिड इम्प्रुभमेन्ट पनि भइरहेको छ विषय नेपालको। अर्को ग्लोबल ऱ्याङ्किङ र एक्सपोजर के छ त हो ग्लोबल ऱ्याङ्किङ र एक्सपोजर। वेस्ट इन्डिजको इस्टाब्लिस क्रिकेट इन्फ्रास्ट्रक्चर भन्दा पनि ग्लोबल ऱ्याङ्किङमा के छ भने मिड टायरमा चाहिँ इन्टरनेसनल कम्पिटिटिभ इन्कन्सिस्टेन्ट छ भने पोजिसन अप एन्ड डाउन भइरहेको छ वेस्ट इन्डिजको केसमा। जबकि नेपालको ऱ्याङ्क भनेको जहिले पनि ग्रोथ बट राइजिङ स्ट्रङ सपोर्ट इम्प्रुभिङ पर्फर्मेन्स एसोसिएसन भनेको यसको इम्प्रुभिङ पर्फर्मेन्स इन्फ्रास्ट्रक्चर एक्सपिरियन्सको कुरा वेस्ट इन्डिजसँग इन्फ्रास्ट्रक्चर म्याक्सिमम् छ, क्रिकेट इन्फ्रास्ट्रक्चर लङ इन्टरनेसनल एक्सपिरियन्स म्याक्सिमम् छ। जबकि नेपालको केसमा लङ इन्टरनेसनल एक्सपिरियन्स कम छ र डेभलपमेन्ट भइसकेको छ र फ्युर रिसोर्स छ र ग्रासरुट लेभल स्ट्रङ इन्फ्लुएन्जर भइरहेको छ। अर्को केस वेस्ट इन्डिज छ नेपालको हेड टु हेड भेरी लिमिट नो मोर मेजर्स सिनियर लेभल इन्टरनेसनल म्याचेस सोफा भएको थियो पहिले। अब अहिलेको शीर्षमा चाहिँ वेस्ट इन्डिज र नेपालले खेलेको थियो इन्टरनेसनल म्याचमा 5 र T20 म्याच खेलेको थियो होइन। जस्ट वार्म अप म्याच थियो क्वालिफायरको लागि 2024को वर्ल्ड कप हुनुभन्दा अगाडिको लागि 24को वर्ल्ड कपको लागि चाहिँ प्र्याक्टिस म्याच गरेको थियो र लेटेस्ट अस्ति अक्टोबरको सिनेरियोमा वेस्ट इन्डिज र नेपालले खेलेको थियो T20 खेलेको थियो 7जना, नेपालले 2टा जित्यो र एउटा वेस्ट इन्डिजले जितेको थियो। 2-1 सिरिज नेपालले जितेको थियो रिसेन्ट गएको केस है। र अरू बाँकी कुरा गर्नु पर्दाखेरि चाहिँ के छ भने ओभरअल सिनेरियोमा हेर्यो भने वेस्ट इन्डिज होल पावर ब्याक र इन्टरनेसनल एक्सपोजर भएको थियो।
नेपाल भनेको कम एक्सपोजर छ तर ग्रोइङ नेसन र पोटेन्सियल फ्युचर एस्पेक्ट गर्नु छ र म्याच बिट्विन देम वाज टिपिकली फेभरेबल वाट नेपाल has ever been surpassed भन्ने कुरा चाहिँ वेस्ट इन्डिजको ओके थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा अब फर्दर म T20 वर्ल्ड कपको ग्रुप सीमा भएको अर्को टिम बङ्गलादेश र नेपालको कम्पेरिजनको भिडियो म फेज 3 मा ल्याउँछु त्यसको लागि बाई